एउटा शान्त हिमाली पदमार्गको यात्रा। नेपाल भिडभाडले भरिने पदमार्गहरूको देश, तर अझै पनि केही ठाउँ छन् जहाँ मौनता बाँचेको छ। त्यो मौनताभित्र लुकेको छ नुम्बुरची सर्किट। सामान्यतया नुम्बुरची सर्किटको यात्रा शिवालयदेखि गर्जाङ, खहरे, पानीपाखा, मानेडाँडा, तेर्से, जट्टापोखरी, पाँच पोखरी, खोलाखर्क, टारेखर्क हुँदै ग्याजोला पास गरी दुधकुण्ड, इएजुखर्कबाट लाछेवर निस्केर गुम्देल हुँदै टुङ्ग्याइन्छ। तर हामीले आफ्नै सजिलोको लागि यस पटकको यात्रा शिवालयबाट सुरु गरेर लाछेवर निस्केर इएजुखर्क हुँदै दुधकुण्ड, ग्याजोला पास, टारेखर्क, खोलाखर्क, पाँच पोखरी पास, पाँच पोखरी, जट्टापोखरी हुँदै तेर्से र तेर्सेबाट नुम्बुरची सर्किटको वैकल्पिक मार्ग झ्यालढुङ्गा, छिङाङमु, कालो पोखरी, भाले पोखरी हुँदै गैरी अनि शेरदिङ निस्केर फेरि शिवालयमा टुङ्ग्याउने योजना बनाएका छौँ। हाम्रो यात्रा सुरु हुन्छ शिवालयबाट। आज हाम्रो पुग्ने गन्तव्य लाछेवर हो। शिवालय बजार रामेछापको यो साना बजार नुम्बुरची सर्किटको प्रवेशद्वार हो। यहाँबाट हिमाल यात्राको श्री गणेश गरिन्छ। पहिले यही बाटो पैदल सुरु हुन्थ्यो, तर अहिले सडक बनेको छ। कच्ची बाटो छ, धुलो उड्छ, तर मनमा उत्साह छ। हामी नुम्बुरची सर्किटको यात्रा गर्दैछौँ भनेर। यात्रा अगाडि बढ्दै गर्दा आउँछन् चुचुरे, इल्चिरे गाउँ। त्यो गाउँ काटी हामी जङ्गल प्रवेश गर्छौँ। बाटोका दुवैतिर हरियाली छ, रुख बिरुवाहरू छन्। टाढा हिमालको झलक छ। शेरदिङ, गुम्देल, क्यामा, काङदिङ एक एक गरी आउँछन् र जान्छन्। हरेक ठाउँको एउटा फरक जीवन छ, आफ्नै लयमा बगेको। हामी अब पुग्छौँ हिमालय काशी भनेर चिनिने उमा तीर्थ मन्दिर। यहाँ श्राद्ध गर्न अझै पनि आउने चलन छ। बेलुकी 5 बजे हामी लाछेवर पुगेका थियौँ। लाछेवर 2665 मिटरको उचाइमा बसेको शान्त गाउँ। ढुङ्गाका घरहरू छन् यहाँ।
गाउँ ठुलो छ तर घरहरू कम छन्। साँझ पर्दैछ, गाउँलेहरू आफ्नै लयमा छन्। यहाँ समय अलि बिस्तारै बग्ने जस्तो लाग्छ। आज चाहिँ हामी छेवर भन्ने ठाउँमा छु, रामेछापको छेवर। छेवर भनेको चाहिँ लगभग रामेछापको सबभन्दा अग्लो हाइटमा भएको गाउँ। आज हाम्रो यात्रा जङ्गल बीचमा भएर हिमालको खुला घाँसे भूमितर्फ हुँदैछ। जङ्गलबहादुर होइन? भाग्य वा दुर्भाग्य भन्नुपर्छ। हामीलाई हिँड्न नै मन थियो, तर लिखु नुप्चे जलविद्युत आयोजनाले लाछेवरदेखि गोन्डासम्म जानको लागि बोलेरोको व्यवस्था गरिदियो। ठिक छ? कति बजी छ? हामी गोन्डासम्म बोलेरोमा यात्रा गर्यौं। त्यसपछि हाम्रो पैदल यात्रा सुरु भयो। ल अब गाडी छोड्ने बेला भयो। हामी गाडी छोड्दैछौँ अब चाहिँ। ल ठ्याक्कै आइयो। कहाँ आइयो? हिमाल देखियो। गोन्डामा जलविद्युतको इन्टेक देखिन्छ। यहीँबाट पानी हालेर पावर हाउस पठाइन्छ र बिजुली बन्छ, जसले घरहरू उज्यालो पार्छ। Now the real trek starts from here. हामी चाहिँ कता छौँ भने अहिले लिखु नुप्चे हाइड्रोको यता इन्टेकमा, लिखुतिरको इन्टेकमा। जङ्गलमा प्रवेश गर्दा बाटो बदलिन्छ, हावा बदलिन्छ, मन बदलिन्छ। लु तेल निस्किने भयो, तेल यसपालो तेल मेरो। अनि यता चाहिँ बोसो तार्नुपर्ने मान्छेहरू हो। ओके, वन्स अगेन नुमुर्ची सर्किट। यो चाहिँ विशुद्ध रामेछापको यता उत्तरी क्षेत्र, घुमदेल चुचुरेर दोलखाको श्यामा क्षेत्र जोड्ने चाहिँ एउटा ठुलो। बाटोमा भएका ढुङ्गा रुखहरूले हामीलाई नै पर्खिरहेको जस्तो भान हुन्छ। सुरुको उकालो यात्रा अलि सक्कस थियो, तर पछि बानी पर्दै गएपछि यस्तो नाथे उकालो जस्तो लाग्यो। अब बाटो कस्तो छ भनेर प्रश्न गर्नु होला होइन, सोध्नु होला। यो चाहिँ मिक्स्ड छ, उकालो ओह्रालो तेर्सो यस्तै बाटोहरू छन्। जङ्गलले हामीलाई स्वागत गर्यो। लाली गुराँसका रुखहरू, सल्लाको सुगन्ध, चिसो हावा। बाटो उकालो थियो, तर हरेक मोडमा खुल्ने दृश्यले थकान बिर्साइदिन्थ्यो। जति उचाइ बढ्दै गयो सास गहिरो हुन थाल्यो, तर मन अझै हल्का हुँदै गयो। एउटा स्कुल थियो अरे होइन, अनि स्कुलमा चाहिँ मास्टर के अरे अभिभावकले सोध्यो अरे, ए अलि राम्रो पढाउनु पऱ्यो नि सर, अलि राम्रो पढाउनु पऱ्यो तपाईँले भनेर। अनि सरको पालो चाहिँ पढाइ त रहेको छु त, मेरो विद्यार्थी फर्स्ट सेकेन्ड बाहेक केही हुँदैनन् भनेर। पढाइरहेको छु, राम्रै पढाइरहेको छु, विद्यार्थी फर्स्ट सेकेन्ड बाहेक हुँदैनन्। अनि लास्टमा चाहिँ
दुईजना विद्यार्थी रहेछन् एकजना फर्स्ट एकजना सेकेन्ड स्योर खालि फर्स्ट र सेकेन्ड मात्रै हुने अरे कि अनि अभिभावकले चाहिँ अझै आएर भन्छ अरे अझै राम्रो पढाउनु पर्यो भन्छ अरे होइन पढाइरहेको छु कलाई कनै पढाइरहेको छु खलाई खनै पढाइरहेको छु भन्दै कि हामी हाँस्दै बोल्दै उकालो यात्रा गर्दै थियौं। यो चाहिँ माथि देखेको यो नुम्बुर हिमाल यसले चाहिँ रामेछाप र सोलुको सिमाना छुट्याउँछ। उकालो चढेपछि आयो बाकम खर्क। बाकम खर्कपछि फेरि यात्रा अगाडि बढ्यो अनि देखियो काङछोर्तेन। हिजो जस्तै हो कस्तो लाग्यो हिजो त फिलिली भइसक्यो थियो होला थिएन पुरो आज अनि अनुहार हेर्दा त सुक्खा देख्छ त। बाटोमा भेटिने चराहरूले हाम्रो यात्रामा संगीत सुनाइरहेका थिए। हामी नेजु खर्क आइपुग्नु लाग्यौँ। त्यही छ नेजु खर्क। एउटा गीत फुल्यो गीत फुल्यो होइन ए माथि है लेकमा बुकी है फुल्यो बेसी है टोटालो तिमलाई त लगी राख्ने त छु नि घरैमा गोठालो झ्याम्म पारी जानुपर्ने पारी यहाँ चाहिँ खोलामा चाहिँ सागु उडाएछ खोलामा सागु उडाएछ एन्ड देन अब कसरी जाने भन्ने कुरा एउटा प्रश्न रह्यो यहाँ। अलराइट वी आर हियर एट नेजु खर्का। यो चाहिँ ठ्याक्क नुम्बुर हिमालको काखैमा इट्स इन 3576 3576 मिटर एलिभेसन। येजु खर्कमा बास बस्नको लागि शेल्टर हाउस रहेछ। यहीँबाट छुट्टिन्छ सगरमाथा आधार शिविर जाने तेन्जिङ हिलारी पदमार्ग। यो एउटा शान्त ठाउँ छ। वरिपरि वनले ढाकेको क्षेत्र, बीचमा खुला चौर। आज दुधकुण्डको दर्शन गर्न पाउने दिन, नुम्बुर हिमालको फेदीमा जाने दिन। मन यसै चङ्गा छ। Okay, now we are heading to Dutkunda. लिखु खोलाको तीर तीर हामी उकालो लाग्यौं। खोलाको गर्जन, जंगलको मौनता, यी दुई मिलेर एउटा अनौठो संगीत बनाइरहेका छन्। बाटोमा रुखहरू अझ घना हुँदैछन्। अर्को यहाँ चाहिँ के भनिदो रहेछ भनेदेखि किंवदन्ती यतापट्टि काउ गुम्बा छ। एकजना देवी देवताको पालामा चाहिँ एउटा घर झगडा पर्यो अरे। आमा चाहिँ माथि यो एउटा टपको एउटा ढुङ्गा मात्रै देखिन्छ नि, त्यो चाहिँ आमा चाहिँ अब म यो घरमा बस्दिनँ भनेर चाहिँ त्यही भागेर चाहिँ त्यो ठाउँमा गएको अरे।
छोरीले पनि अनि आमाले पछ्याउँदै जाँदाखेरि छोरी पनि बिचको उसतिर छोरी पुगेको अनि बाउ चाहिँ यहाँ तल बसेको भनेर चाहिँ यो किम्वदन्ती रहेछ यहाँ पुरानो। माथि जति जान्छौं उति नुम्बुर हिमाल नजिक आउँदैछ। यसको चाहिँ कस्तो छ भने यो ठाउँ चाहिँ यो जुन अहिले दुधकुण्ड भन्ने ठाउँ यहाँ भइहाल्यो, नुम्बुर हिमाल यो भयो। अनि अब यता गए पछाडि टारे खर्क आउँछ, त्यस पछाडि यतातिर चाहिँ छोरोल्पा ताल हुन्छ। त्यसको यो हिमालयन रेन्जको चाहिँ यस्तो दाहिनेतिर देखिने जुन हिमाल हो त्यो चाहिँ यो हिमाल हो है। यसलाई चाहिँ नुम्बुर भन्छ, त्यही हिमालको नामले चाहिँ नुम्बुर्ची सर्किट। र पुग्यौं दुधकुण्डमा। आज चाहिँ हामी उमाकुण्ड गाउँपालिकामा अवस्थित यो नुम्बर हिमालको काखमा रहेको यो एकदमै ऐतिहासिक दुध पोखरीमा आएका छौँ। यो दुध पोखरी चाहिँ 4000 मिटर हाइटमा अवस्थित छ। दुधकुण्ड, यहाँ बोल्न मन लाग्दैन, केवल कुण्ड मात्र हेरिरहँ जस्तो लाग्छ। कुण्डमा हेर्यो भने ऐना हेरे जस्तो। दुधकुण्ड यो चाहिँ दुधकुण्ड होइन। अब यहाँ चाहिँ एकदमै क्लियर, क्रिस्टल क्लियर चाहिँ ठ्याक्कै हिमालको माथिको ठ्याक्कै टल्किँदो रहेछ क्या। यो चाहिँ हामी ठ्याक्कै अब देख्न त देखिँदैन है, पोखरी खर्क, यो चाहिँ पोखरी खर्क। अनि दुधकुण्ड ठ्याक्कै अघिको भइहाल्यो, त्यो माथि यो नुम्बुर भइहाल्यो। दुधकुण्ड छेउमा पोखरी खर्क रहेछ। आज हाम्रो बासको प्रबन्ध यतै हुँदैछ। टेन्ट खडा हुँदैछ, साँझ पर्दैछ, नुम्बुर हिमाल बिस्तारै रातो हुँदैछ। यस्तो दृश्य देख्दा थकान भन्ने कुरा के हो बिर्सिन्छ। आज हामी 4870 मिटर उचाइको ग्याजोला पास गर्दैछौँ। अहिले बिहानको 9 बज्न लागेको छ। हामी भर्खर सूर्यको दर्शन गर्न पाउँदैछौँ होइन। सूर्य यो डाँडाबाट झुल्किँदैछ अनि मैले भर्खर दर्शन गर्न पाउँदैछु सूर्यको। अब सूर्य लागे पछाडि चाहिँ के हुन्छ भनेदेखि एउटा आनन्दको अनुभूति हुन्छ। अब चाहिँ जस तातो हुन्छ भन्ने हुन्छ। अर्को कुरा चाहिँ के हुन्छ भनेदेखि लेकको बारेमा, हिमालको बारेमा चाहिँ भन्नुपर्दाखेरि चाहिँ लेक साँच्चै निष्ठुरी हुन्छ। लेकले चाहिँ माया गर्दैन है। त्यो चाहिँ कुरा एकदमै हामीले भन्नै पर्ने हुन्छ र हो पनि त्यही हो। यो चाहिँ कस्तो हुन्छ भनेदेखि बेसीतिर चाहिँ अब अलिअलि तातो हुन्छ, जता पनि बस्न सुत्न सकिन्छ। तर लेकमा आउँदाखेरि चाहिँ यसो गरेर यसो गर्छु, यसरी म बाँच्छु भनेर अलिकति त्यसमा चाहिँ कन्सिडरै हुँदैन लेकको केसमा चाहिँ। सुरुको उकालो बाटो काटेपछि पुगिनेछ भन्ज्याङमा। भन्ज्याङबाट अर्कोपट्टिको सुन्दर दृश्य खुल्नेछ। ग्याजोला पासतर्फ उकालो सुरु भयो। ढुङ्गामाथि ढुङ्गा, बलियो चिसो हावाको झोका, पाइला भारी। तर माथि पुग्दा देखिएको दृश्यले सबै पीडा बिर्साइदियो। चारैतिर हिमालहरू शान्त उभिएका छन्। नुम्बुर, लिखुचुली सबै एकसाथ देखिन्छन्। तल हामीले पार गरेका जङ्गल र खोज साना देखिन्छन्। त्यस क्षणमा थाहा भयो, यात्रा केवल दूरी पार गर्ने कुरा होइन, आफूलाई पार गर्ने कुरा पनि रहेछ।
पास भनेको केवल उचाइ होइन, यो परीक्षा रहेछ। ग्याजोला पास पछिको ओह्रालो यात्राले मोटो मान्छेहरूलाई अलिअलि घुँडा नदुखाउने पनि होइन। हामी तारे खर्क पुगेका छौँ। हामी अहिले चाहिँ तारे खर्क भनेको एउटा रेस्ट स्टेसन, सेल्टर हाउस भएको ठाउँ रहेछ। आज यो ग्याजोला पास गरेर तारे खर्क आइपुग्यौँ। जस हाम्रो ग्रुपहरू रमाइलो भयो। अलिअलि थाक्यो पनि पुरानो नुम्बर चिज सर्किट रूपमा आउँदाखेरि खुसी लाग्यो। आज हिजो हामीले देखेको पोखरी यतातिर छ, यतातिर यो साइडमा होइन, यो डाँडा काटेर चाहिँ यहाँ आउँदो रहेछ। इट्स कल्ड तारे खर्क। तारे खर्कमा पहिले नै बनाएको सेल्टर हाउस रहेछ, जुन भूकम्पले भत्काएको छ, जसलाई पुनर्निर्माण गर्नुपर्ने रहेछ। ग्याजोला पास पछाडि आउने पहिलो यो चाहिँ साँगु रहेछ। साँगु भनौँ न, साँगु है, यो पहिल्यै बनाएको रहेछ। यहाँ जस साँगु छ यो खोला तर्नको लागि। लेट्स सी होप अगाडि के छ। यहाँ चाहिँ साँगु छ। हामी लेकमा अलि बढी चिसो हुने भएकाले अलि तल तातो वातावरण हुने लोभले तलतिर झर्यौं। आजको बास पुरानो डेरी भएको स्थानमा बनाएका छौं, जहाँ कुनै समय चौरीको दूधबाट चीज बन्थ्यो। अब त्यो आवाज बन्द छ, तर स्मृति बोकिरहेको छ। हिमाल एकदम निश्चल छ, निष्कलङ्क छ, त्यसैले आई डु प्रिफर हिमाल। ओके, दिस इज द एनदर डे। आज चाहिँ हामी तारे खर्कभन्दा अलिकति मुनतिर यो एउटा त्यसको एउटा ढुङ्गा छ नि, समिल ढुङ्गाको उसमा चाहिँ पास गर्छौँ। यो चाहिँ अचम्मको थियो, तातो थियो। यो खोलाको छेउमा भए पनि होइन, खोला चाहिँ यहाँ चाहिँ खोलाको छेउमा भए पनि तातो थियो। यो चाहिँ बुकी फुल हो। अनि बुकी फुलको चाहिँ के गर्न सकिन्छ भने जस्तै यो पातहरू चाहिँ माडेर पहिला झुलोको रूपमा प्रयोग गर्थे, अनि चकमकले खानेर चाहिँ यो आगो बनाउने, आगो पार्ने काम चाहिँ हुन्थ्यो। नुम्बुर चीज सर्किट केवल हिमालको कथा होइन, यो चीजको कथा पनि हो। पुरानो चीज उत्पादन गर्ने डेरी पुरानो भइसकेको छ। अब घर मात्र बाँकी रहेछ। यहाँ पहिले चीज उत्पादन हुन्थ्यो रे। अहिले चौरी पाल्ने पेशाप्रतिको मोह कम, चौरीको संख्या कम भएको कारण चीज उत्पादन पनि बिस्तारै कम भएको रहेछ। घाँस खाने चौरी नभएर वन बाटोभरि घाँसले ढाकेको देखिन्छ। नुप्चेबाट लाचेर पुग्छ। यहाँ पनि एउटा बाटो छ। यदि यताबाट ट्रेक गर्दै अथवा यताबाट ट्रेक गर्दै आउँदाखेरि अब यहाँ नै सिद्ध्याउने अब ट्रेक भन्ने जस्तो लाग्छ भने चौरी अहिले लगभग टोटल्ली नै पाल्न छोडाएर रहेछ होइन। त्यो भए पछाडि घाँस एकदमै
रहेछ बाटोमा पनि चौरा पनि कसो चाहिँ रहेछ भनेदेखि यसो बुझ्नु मैले आउँदाखेरि एकजनाले चाहिँ 30 लाखको चौरी किने रे होइन अनि 30 लाखको चौरी किन्दा अनि गोठाला भने रे अनि तल गएर 3 लाखको पसल थापेको थियो अरे साउजी साउजी नमस्कार गर्छ अरे के अनि त्यही भएर पनि जस्तै हाम्रो पेसाप्रति चाहिँ अब सम्मान नभएर पनि हाम्रो यात्रा अगाडि बढ्दै गर्दा एउटा अलि अप्ठ्यारो बाटो आयो। यहाँ पहिले पहिरो गएको रहेछ। पहिरोको कारणले बाटो बिग्रिएको रहेछ। पहिरोपछि उकालो बाटो आयो जुन उक्लिन अलि कष्ट थियो तर आनन्दको उकालो थियो। एउटा कन्सिडर गर्नुपर्ने वाइल वाकिङ इन द फरेस्ट के भनेदेखि जस्तै अगाडि एकजना मान्छे र पछाडि अर्कोजना मान्छे हिँडिरहेको बेलामा बिचमा निश्चित दूरी चाहिँ बनाउनु पर्छ है। जस्तै अगाडिको मान्छेले चाहिँ यस्तरी गर्दै त्यो सोर्दै लान्छ नि अनि पछाडिकोलाई स्वात्त फुस्केर स्वात्त लाग्छ कि यो डन्डीहरूले यस्तो चेयरहरूले सो किप डिस्टेन्स किप। दायाँ बायाँ भएका मान्छे, रुख, बुट्यान अनि निगालोका बोटसँग भलाकुसारी गर्दै कहिले गीत बजाउँदै ऊर्जा थप्दै हामी उकालो लाग्यौं। दुईजना मान्छे चिया खान गएछ अरे ल साउदी चिया बनाउनु न भनेको अरे त्यहाँ टक्क चिया ल्याइदिएछ अरे दुइटा होइन अर्को चाहिँ के चिया ल्याइदियो झिँगा परेछ तपाईँ चिया साउदी लगेर चिया फाल्यो फेरि अर्को चिया नि ल्यायो अनि फेरि हेर्छ अनि के चिया ल्याएको फेरि झिँगा परेको त्यही चिया ल्यायो क्या हो भने पछि यसो हेरेछ अरे साउदीले अनि उसको चस्मामा चाहिँ झिँगा टाँसिहाल्छ अरे अनि खालि चियामा झिँगा ल्याउँछ अरे। जति उकालो उक्लिन्छ उति आनन्द आउँछ हिमालमा। ल फर्स्ट के छ तपाईँको खबर? ठिक छ ठिक छ ठिक छ। तलतिरको दृश्य हेर्दा ऊ तलबाट हामी आएका मनमा कुरा गर्दा मन नै रोमाञ्चक हुन्छ। धन्यवाद छ। उकालो काटेपछि आयो धुपी नै धुपी भएको डाँडा जसलाई हामीले नाम राख्यौं धुपी डाँडा। अलराइट गाइज है वी आर इन अहिले चाहिँ मैले यो ठाउँको नाम राखेँ यो ठाउँलाई चाहिँ धुपी डाँडा है। नेक्स्ट टाइम wherever you come है यसलाई चाहिँ धुपी डाँडा हाम्रो धुपी 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 काँडे धुपी लहरे धुपी रुख धुपी देयर आर सो मेनी टाइप्स अफ धुपीज। डाँडा काट्ने साथ आयो एउटा पोखरी जुन सुकेको थियो जसलाई पनि हामीले नाम राख्यौं सुकेको पोखरी। यहाँ चाहिँ यो सुनपाती धुपी लहरे धुपी अर्को के भैरुङपाती भोटेपाती अर्को सुनपाती के लट्स अफ सो यहाँ चाहिँ यस्तरी सुँग्दा नि अब होइन तपाईँहरूले त त्यहाँ सुनेको अब गन्ध त आउँदैन होला। केही समय सुकेको पोखरी छेउमा आराम गर्यौं। त्यही हिसाबले सुन्दरता र एकदम रोमान्टिक ठाउँ छ यो र यो हामीले बाटो निर्माण गरेकोदेखि र कता यो पहिरो गएको बाटो र कता यो निगालाहरू बढी उम्रेर बाटो अलि अप्ठ्यारो भएको हुनाले अलिकति दुःख लागेको छ तर अरू सबै कुनै चिजमा कमी छैन। हामी 3800 मिटर हाइटमा एलिभेसनमा छौँ। 3800 मिटर हामी अब चाहिँ खोला खर्क भन्ने ठाउँमा आइपुगेको छौँ। फाइनली खोला खर्क इट सोज 39-90 मिटर। यसको स्वाद चाहिँ मैले पनि पहिलोपल्ट लिन आएको हेरौँ कस्तो हुन्छ। टेस्टी सेम मुलाको स्वाद हुन्छ। हाम्रो आजको बास चाहिँ खोला खर्कमा रह्यो बाँकी चाहिँ दाउरा नहुने अनि माथि चिसो पनि ठाउँ भएको कारणले आज हामी यहीँ खोला खर्कमै बाँकी ट्रेन सेल बनाइसक्यौँ।
आज हाम्रो यात्राको 6औं दिन। आज हामी खोला खर्कदेखि तेर्सेसम्मको यात्रा गर्दैछौँ। We are heading towards पाँचपोखरी। अब हामीले खोला खर्क चाहिँ छर्दैछौँ। यो खोला खर्क जहाँ हामी बास बसेका थियौँ। भाइ आङसिरी शेर्पा के अरे भनेदेखि यसो हिँड्दैखेरि होइन मलाई धम्की दिनेको होइन, धम्की दिने चाहिँ उकालो रहेछ अरे। जोक्समा हिम भर्खरै पनि एउटा जोक्स गऱ्यो, यहाँसम्म रहेछ भनेर यहाँ ल्या होइन। खोला खर्कबाट उकालो लाग्यौं। हिमालको चिसो हावाले सर्र हानिरहेको थियो। खोला खर्कमाथि लुखर्क रहेछ, पहिले भेडा राख्ने खर्क। लुखर्कबाट हिमालको दृश्य सुन्दर देखिन्छ। नुम्बुर हिमाल श्रृङ्खला यहाँबाट अझ नजिक जस्तो लाग्छ। At my background, that the same mountain bumping while we are going upwards. Bumping हुन्छ क्या जब हामी उकालो जाँदै गर्छौँ, त्यहाँबाट हिमाल पनि फुत्त निस्किँदै गर्छ क्या। लुखर्कबाट अगाडि बढ्दै जाँदा एउटा सानो खोल्सा भेटियो। लेकमा पानीको स्रोत भेटिने साथ बोतल भर्नुपर्छ र पेट पनि। हामी त्यही खोल्सा छेउमा पानी भर्दै खाजा खायौं। उकालो यात्रा अब अलिकति मात्र बाँकी थियो। हामी पाँचपोखरी पास पुग्नै लागेका थियौं। उपर एउटा पोखरी देखियो। ठूलो पोखरी देखिनुभन्दा अगाडि देखिएको कास्टिङ जस्तै। छौँ हामी। अब यो भन्ज्याङ काटिसके पछाडि चाहिँ, यो पास काटिसके पछाडि चाहिँ पाँचपोखरी पुग्छौँ। We will be there after crossing this pass. पास पुग्नै लाग्दा देखिन्छ प्रकृति आफैले प्राकृतिक रूपमा खेती गरेको शर्मा गुरु। खेती गरेको झैं देखिने शर्मा गुरु यहाँ आफै उम्रेको जडीबुटी हो। अब हाम्रो यात्रा 4600 मिटर उचाइको पाँचपोखरी पासतर्फ लम्किँदैछ। चाहिँ मलाई जहाँसम्म लाग्छ हामी अन्तिमको यो खर्कमा आएको छौँ। अन्तिमको खर्क पछाडि जुन यो पास देखिन्छ, यो पास चाहिँ हाम्रो पास हो। ल यो ल होइन, एकमा चाहिँ यति सफा भ्यू छ, जताततै तिर्खा लाग्यो भने खाना पनि मिल्छ। चिनी खाएको अरे। ओके, जस्ट फर द काइन्ड इन्फर्मेसन है, लेकमा चाहिँ तपाईँलाई यदि तिर्खा लाग्यो भने, यदि अत्यन्त तिर्खा लाग्यो भने पनि यसरी यो चाहिँ ठोस रूपमा चाहिँ नखानु होला है, यतिकै चाहिँ नखानु होला कहिल्यै पनि, नेभर। अनि यसलाई चाहिँ बरु तताएर हुन्छ अथवा के गरेर हुन्छ त्यसरी खानु होला। बट तर यत्तिकै चाहिँ कृपया नखानु होला, यसले चाहिँ तपाईँलाई फेरि गाह्रो बनाउँछ। यसले के गर्छ भनेदेखि चिसोले चाहिँ झन् तिर्खा बढाउँछ क्या, तिर्खा झन् लगाउँछ। पाँचपोखरी पास पुग्नलाई केही सकस पर्यो। सास बढ्यो, मुटुको धड्कन छिटो छिटो चल्यो। फोक्सो फुल्यो किनकि उकालो थियो। फाइनल्ली है, फाइनल्ली वी आर क्रसिङ
ल अब हामी चाहिँ यो भन्ज्याङ पास गर्दैछौँ। यो भन्ज्याङ पास गरिसके पछाडि अब आउँछ पाँच पोखरी। यफ 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 राइट। पुगेपछि मन शान्त भयो, धड्कन शान्त भयो अनि देखिन थाल्यो अझ सुन्दर दृश्यहरू। अनि देखियो हाम्रो गन्तव्य मध्येको एक सुन्दर पाँच पोखरी। पाँच पोखरी पासमा बसी दायाँ र बायाँको दृश्यहरू अझ सुन्दर देखिन्छन्। एकातिर पाँच पोखरी देखिन्छ भने अर्कोतिर नुम्बुर हिमालको दृश्य। हामी भन्ज्याङ काटे सँगसँगै चाहिँ यता एउटा गाउँपालिका काटिसकेका छौँ। यता रामेछापको उमाकुण्ड गाउँपालिका चाहिँ हामीले काटिसकेका छौँ। हामी चाहिँ पाँच पोखरी आइसकेका छौँ। यो तलको चाहिँ पाँच पोखरी। पाँच पोखरी धार्मिक रूपमा पनि महत्त्वपूर्ण पोखरी हो। यहाँ दर्शन गर्नको लागि दर्शनार्थीहरू आउने गर्दछन्। यो 4500 मिटर उचाइमा रहेको छ। पाँच पोखरी पुगेपछि वातावरण फेरि आध्यात्मिक भयो। पाँचवटा नीलो तालहरू, त्रिशूलहरू, शान्त पानी। यहाँ प्रकृतिले धर्म र सौन्दर्यलाई एउटै फ्रेममा राखेको जस्तो लाग्छ। पाँच पोखरीमा एउटा ठूलो पोखरी रहेछ भने अन्य साना साना पोखरीहरू रहेछन्। पाँच पोखरीबाट अब यात्रा अगाडि बढ्यो ओह्रालोतर्फ। हामी पाँच पोखरी काटिसकेका छौँ। पाँच पोखरी कटेर चाहिँ यो चाहिँ तलको जट्टा पोखरी रहेछ ल। एन्ड देन खिम्ती खोलाको स्टार्टिङ पोइन्ट चाहिँ यो रहेछ। पाँच पोखरीबाट आधा घण्टामा जट्टा पोखरी पुगियो। जट्टा पोखरी वरिपरि लुङ्दर झण्डाहरू राखिएको रहेछ, तर अहिले पुराना भइसकेका छन्। ब्याकग्राउन्डमा जट्टा पोखरी अनि यहाँ चाहिँ मूर्ति के अरे मन्दिर छ। जट्टा पोखरीमा जनै पूर्णिमाको दिन ठूलो मेला लाग्छ। यहाँ पोखरीको दर्शन गर्न दोलखा, रामेछाप तथा अन्य जिल्लाका दर्शनार्थीहरू आउने रहेछन्। यो ठाउँ चाहिँ जनै पूर्णिमामा जात्रा लाग्दाखेरि पसल थाप्ने ठाउँ रहेछ। टक्क पसल थाप्ने मान्छे बस्ने यस्तै यस्तरी ठाउँ ठाउँमा बनाएको रहेछ। यो चाहिँ जुन जट्टा पोखरी थियो अघि माथिको जुन जट्टा पोखरी थियो, जट्टा पोखरीमा नै चाहिँ नुहाउन मिल्दैन भन्ने भयो होइन, मिल्दैन भन्ने कथन भयो। अनि जट्टा पोखरीबाट पानी झारेर चाहिँ यहाँ चाहिँ त्यो के अरे मुक्तिनाथको जस्तो बनाएको रहेछ कि यहाँ धारा, यो चाहिँ नुहाउने ठाउँ रहेछ। आजको दिनमा हामीले दुईटा पवित्र तालहरूको दर्शन गरिसकेका थियौँ। एउटा इन्फर्मेसन दिन मन लाग्यो होइन, जस्तै तपाईँ लेक जानुहुन्छ, हिमालतिर जानुहुन्छ भनेदेखि यस्तो पाइलिङ गरेको देखिन्छ क्या, ढुङ्गा चाहिँ पाइलिङ गरेको छ। यो चाहिँ वास्तवमा के हो भनेदेखि त्यो हिउँ परिसके पछाडि अनि यो बाटो पत्ता लगाउनको लागि चाहिँ यो यसरी राखिन्छ क्या वास्तवमा चाहिँ। आज हाम्रो उद्देश्य अनुसार तलतिर दाउरा पाउन सक्ने स्थानमा बास बस्ने भन्ने थियो। हामीले कोसिस पनि गर्यौं, तर हामी 1300सम्म मात्र पुग्न सक्यौं। आजको हाम्रो बेलुकाको बास 1300मा हुने भयो। दाउरा कम पाइने ठाउँ, तर पनि हामी आफैले चुत्रोको डाँठ, जरा, धुपीको सुकेको दाउरा खोजेर आगो बाली खाना पकाउन सफल भयौं। जाडो थियो, आगो ताप्नुपर्ने थियो, तर दाउरा कम। हामीले आज दाउराको भन्दा ओछ्यानको भर पर्यौं।
सर्किटको मार्ग अनुसार हामी माने डाँडातर्फ लाग्नुपर्ने थियो। माने डाँडाको मार्ग प्रमुख मार्ग थियो नै, तर हामीलाई यात्रा गर्न अझै मन लाग्यो, अझै पहाडको टुप्पा हिँड्न मन लाग्यो। त्यसैले हामीले नम्बर चिज सर्किटको वैकल्पिक मार्ग प्रयोग गर्यौं, तेर्सेबाट शेरदिङ निस्कने। अब हामी चाहिँ तेर्सेलाई बिदा लिँदै तेर्सेबाट बिदा लिँदै हामी छुनाङ्गु जाँदैछौँ। यो मार्गले हामीलाई अझ धेरै पोखरीहरूको दर्शन गराउनेछ, प्राकृतिक सुन्दरता देखाउनेछ। हामी चाहिँ छिनाङमु जाँदैछौँ। हामी हिजो बास यो ठाउँमा भएको थियो, यो तेर्से भन्ने ठाउँमा कति डाटा पोखरी माथि चाहिँ बास पोखरी। That's a day. How many days did you just यो कति दिन हो, थोरै दिन भइसक्यो। नम्बर चिज सर्किटमै छौँ अहिले पनि। यो चाहिँ गौरीशङ्कर संरक्षण क्षेत्रभित्र पर्दछ। यात्रा अगाडि बढ्दै गर्दा नाकमा सुनपातीको सुगन्ध ठोकिरहेको छ। अलि पर पुगेपछि एउटा विशाल ढुङ्गा रहेछ, जसलाई कालो ढुङ्गा भनिन्छ। यो पनि एउटा दर्शन गर्ने ठाउँ रहेछ। अहिले चाहिँ हामी झ्यालडुङ्गा भन्ने ठाउँमा आएको छौँ। अलिकति यो ट्रेलको चाहिँ हार्ड सेक्सन चाहिँ यो रहेछ, अलिकति हार्ड सेक्सन चाहिँ मैले देखेँ। हस् सर हस्। यहाँबाट यस्तो पुवाल परेर चाहिँ अनि यसरी तल देखिँदो रहेछ, त्यसैले यसलाई झ्यालडुङ्गा भनिँदो रहेछ। बेलुका घडीले 4 बजाइसकेको थियो। त्यही घडीको सुईले अब बासको प्रबन्ध गर पनि भन्दै थियो। हामी छिङाङमु पुगेका थियौँ। शेर्पा भाषामा छिङाङमु भनेको पानी पाइने पाखा रहेछ। बास बस्नको लागि सबै थियो। आज दाउरा पनि थियो, समथर ठाउँ पनि थियो, सबै थियो। तर आज पानी भेटिएन। मुख्य आधारभूत कुरा नै पानी। त्यही नभेटेपछि बास बस्ने कुरै भएन। बास बस्नलाई पानीकै खोजी गरिरहेका थियौँ। खोला हेऱ्यौँ, खोल्सी हेऱ्यौँ, सबै पानीको स्रोत हेऱ्यौँ। हामीले यो चाहिँ पानीको सोर्स कतै भेटेको छैनौँ अहिलेसम्म चाहिँ। अनि कस्तो हुँदो रहेछ भनेदेखि अब त्यो पानी नभेटेको बेला चाहिँ फेरि पछाडि झोलामा पनि पानी बज्दो रहेछ होइन। त्यसो गरेर अनि कतैतिर यस्तो उस गर्दा नि त्यो पानी बजेको स्वर जस्तो सुनिँदो रहेछ क्या। इन्ट्रेस्टिङ यो चाहिँ त्यसो रहेछ। अब फिलहाल अहिलेसम्म चाहिँ हामीले पानीको स्रोत भेटेको छैनौँ। हामी खोज्दैछौँ यताउता। दोस्रो कुरो चाहिँ त्यो ठाटो पनि भेटाएको छैन। परबाट एउटा आवाज आयो, यता पानी रहेछ, यतै आउनुहोस्। हामी त्यतै लाग्यौँ। We got the source. We got the water source. पहिले धित मरुन्जेल पानी पियौँ अनि बासको व्यवस्था गर्यौँ। हामीले चाहिँ टेन्ट निर्माण कार्य, टेन्ट निर्माण होइन, निर्माण त अब कम्पनीले गर्यो होला। टेन्ट चाहिँ स्थापना गर्ने कार्य चाहिँ हामीले गरिसकेका छौँ। यता हाम्रो एक टोलीको किचन डिपार्ट उता ल क्याम्प फायर उतातिर भातमा के छ आज? आज एकदम दालमा मसौरा हालेको टेस्टी छ। यो भान्जा एकपल्ट आज यात्राको 8औं दिन हो। हामी 8 दिन यो नुम्बर चिज सर्किटको यात्रा गरिरहेका छौँ।
यो विशुद्ध यस पदमार्गको प्रवर्धन गर्नको लागि बनाइएको भिडियो हो। आज बिहानदेखि नै साथीहरूले हतार गरिरहेका थिए। कसैको उद्देश्य आज शेरदिङसम्म नै पुग्ने थियो, केहीको उद्देश्य बीचमा बास पसेर भोलि शेरदिङ पुग्ने थियो। खोइ के हुन्छ भनेर हामीले बिहानको चियासँग राम्रै भोजन गर्यौं। छिङाङमुबाट हाम्रो यात्रा अगाडि बढ्यो। यात्रा अगाडि बढाउँदै गर्दा एउटा पोखरी देखियो, जसको आकार हाँस वा कुखुराको जस्तो थियो। मैले फ्याट्ट भनिहालेँ, उ त्यहाँ रहेछ, भाले पोखरी। तर यो कालो पोखरी रहेछ। पोखरी नीलो छ, सफा छ। हेर्दा यस्तो लाग्छ कुनै 32 लक्षणले भरिएकी सुन्दर कन्या जस्तै। त्यसबाट उकालो लागेपछि आउँदो रहेछ भाले पोखरी। सायद तल्लो पोखरी भन्दा माथि भएर होला यसलाई भाले पोखरी भनिएको। यहाँबाट टाढा देखिन्छ पीके पीक। सेरामचोक डाँडामाथि उभिएको छ। लम्जुरा पासको बाटो झल्किन्छ। चेरदुङ डाँडा पनि देखिन्छ। नाग मरेको ढुङ्गा पार गर्यौं। यस्ता किम्बदन्ती बोकेका ठाउँहरूले यात्रालाई अर्कै रङ दिन्छन्। हामी चाहिँ अहिले कोस्याङ खर्क भन्ने ठाउँमा आइपुगेका छौँ। हामीले सप्लिमेन्टरी ट्रेकिङ लाइन अप टु शेरदिङको छान्यौँ। कोस्याङ खर्क डाँडा गैरी भन्ने ठाउँ पनि पार गर्यौं। हामी चाहिँ अहिले गैरी भन्ने ठाउँमा छौँ। अब गैरी भन्ने ठाउँ कस्तो छ भनेदेखि अब यो एउटा सायद त्यो टिकटकमा आउँछ नि, स्वर्ग जाने हो गाइज, स्वर्ग हेर्ने हो भन्ने जस्तो हो। सेम यात्रामा आज बाटो ओह्रालो छ, हिँड्न सजिलो छ। बाटो ओह्रालो भए पनि मनमा मिश्रित भावना छ। यात्रा सकिँदैछ। राइट, गैरीमा आइपुगे पछाडि हामी रोडमा आइपुगिसकेका छौँ। यो रोड चाहिँ कोस्याङ खर्कको भ्यू टावर हुँदै तल खर्जाङ निस्किने रोड हो यो। आज हामीले शेरदिङसम्म पुग्ने सल्लाह गर्यौं, त्यसैले अलि बढी हिँडाइ पर्यो। आज कुनै समथर ठाउँ आउन लाग्यो कि अब चाहिँ शेरदिङ आयो भन्ने भइसकेका थियौँ। शेरदिङ शेरदिङ आइसक्यो भनेर आइसकेको मान्छे है, यो ठाउँमा आइपुग्यो कि, तर शेरदिङ होइन रहेछ। यात्रा गर्दा गर्दै साँझमा हामी शेरदिङ पुग्न सक्यौँ। शेरदिङ आइपुग्यौँ। हामी जहाँबाट सुरु गरेका थियौँ होइन, त्यही ठाउँ चाहिँ हामी आइपुगिसकेका छौँ। हिजोको अलि लामो यात्राले खुट्टामा अलि असहज भएको थियो, तर आजको यात्रा अन्तिमको सहज यात्रा हो। हामीले हाम्रो पाइला अगाडि बढायौं। बाटोमा देखियो चित्रे पोखरी। यो पोखरी यत्रो दिनको यात्रापछि एउटा सानो उपहार जस्तो लाग्यो। चौरी गोठहरू देखिए, चौरीहरू देखिए। यहाँ जीवन चलिरहेको छ, परम्परा जीवित छ। थोदुङ डेरी यो नम्बर चीज सर्किटमा रहेको डेरी मध्ये एउटा हो। सन् 1959 मा स्थापित। यहीबाट सुरु भएको थियो नुम्बर चीज सर्किटको इतिहास।
अन्तिम दिनमा हामीले चौरी देख्यौं, चौरीबाट चीज बनाउने कारखाना देख्यौं, चौरी पाल्ने कृषक देख्यौं अनि देख्यौं चौरी, चीज, कृषक अनि पदयात्रा र पदमार्गको सम्बन्धहरू। थोडुङ गुम्बा। यस बौद्ध गुम्बाले यात्राको अन्तिम घडीमा पनि एउटा शान्त भावना दिएर बिदाई गर्यो। देउराली गाउँ एउटा शेर्पा गाउँ हो, जहाँबाट बाम्ती हुँदै सोरु जाने बाटो पर्दछ। हाम्रो यात्रा शिवालयतर्फ सोझियो। एकपछि एक गर्दै हामीले पार गर्यौं महभीर, साङ्वा डाँडा, माने डाँडा र अन्तिममा शिवालयमा हामीले यात्राको भारी बिसायौं। हामीले यस यात्रामा केही पास पार गर्यौं, पवित्र तालहरू देख्यौं, हिमालसँग बसेर मौनता सुन्यौं। नुम्बुर चीज सर्किट सजिलो पदमार्ग हो भनेर भन्न सकिन्न, तर अप्ठ्यारो छँदै छैन। मौसम छिटो बदलिन्छ, उचाइले परीक्षा लिन्छ, सुविधा सीमित छन्, तर सायद यही कारणले यो यात्रा विशेष छ। यहाँ तपाईँ केवल दृश्य लिन आउनुहुन्न, यहाँ तपाईँ सम्बन्ध बनाउन आउनुहुन्छ, प्रकृतिसँग, संस्कृतिसँग र आफैसँग। यदि तपाईँ शान्त पदमार्ग खोज्दै हुनुहुन्छ, यदि तपाईँ भिरभन्दा टाढा हिमालको वास्तविक आत्मा महसुस गर्न चाहनुहुन्छ, नुम्बुर चीज सर्किट तपाईँलाई पर्खिरहेको छ। तर आउँदा केवल पर्यटक भएर होइन, संरक्षक भएर आउनुहोस्। फोहोर नछोड्नुहोस्, स्थानीय उत्पादनलाई साथ दिनुहोस्, प्रकृतिको सम्मान गर्नुहोस्, किनकि हिमाल केवल गन्तव्य होइन, हाम्रो साझा भविष्य हो। माछे बारंगायेन अरे सम तिरदनेरी गमलायो संसारी कोही जबाना होई फुलसारी मादन लायो